हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूले के कस्तो छ हालखबर? मेरो एकदमै ठिक छ। अनि म चाहिँ अहिले जान आँटेको यसोको अब आज शुक्रबार हो अनि आज स्कुल पनि गइएन अनि अब यसो घुम्नु पऱ्यो भनेर दाइबाट जान आँटेको। अनि हजुरहरूको के कस्तो छ हालखबर? पक्कै हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम धेरै सन्चै छु। अनि हामी दुईजना हिँडेको दाजुभाइ, अनि हामी दाजुभाइ चाहिँ कहिले छुट्टिँदैन, अब के गर्नु गर्नुपर्छ। अनि यस्तो टन्टलापुर घाम लागिरहेको छ, गाउँघरमा कोही छैन, घाम लागिरहेको छ होइन। अनि अब चाहिँ दाइबाटै गएर भेट गर्छ है त भाइ भाइ। ल गाइज म चाहिँ आइसकेँ दाइलाई पनि भेटिसकेँ। अनि दाइलाई भेट्यो गरेर अनि दाइको खेतबारीमा आएको कि एकछिन। यो खेतबारी यस्तो छ, यस नाइस छ खेतबारी चाहिँ, सबतिर रोप्नु भएको रहेछ। अनि यहाँ कुलोलाई के भयो अरे पानी चाहिँ हेरिदिनु पऱ्यो अरे, अनि त्यो भएर हेर्न आएको। अनि यहाँबाट चाहिँ भरतालतिर यसो घुम्न जाउँ भनेको, अब के हुन्छ जानु त जाने कुरा गरेँ, अब के हुन्छ हेरौँ होइन। अनि अब दाइहरू उहाँ छ, दाइ र भाइ चाहिँ कुलो खन्ने रे। कुलो यस्तो है, यहाँ कुलोबाट पानी लिएर जानु पऱ्यो अरे गाइस। अब चाहिँ फेरि कतै जाने बेला भेट्नुपर्छ है त गाइस, बाई बाई। त्योभन्दा धेरै फेरि भरताल जाने प्लान चाहिँ कस्तो हुन्छ थाहा, अझै पनि कामै गरिरहेछ हामी कोदालो बोकेर यो रोडमा हिँड्दा रोडमा 100 वर्ष भनेर के हेरेर चाहिँ छैन इङ्ग्लिस त्यो उयो के अरे टिकटकतिर आउँछ होला त बेला बेलामा, कुनै साइको भएर हाँस्छ भने ल फेरि भेट्नुपर्छ। सो हामी चाहिँ अलिकति काम थिएन अहिले चाहिँ कहाँ जानु खोजेको भने अहिले चाहिँ हामी यो सानो स्कुलमा आएको, हाम्रो गाउँको सानो यहाँ चाहिँ प्रोग्राम भइरहेको रहेछ। जस्तो भइरहेको छ त्यहाँ भिडियोमा पुरै देखाइरहेको छ। मेरो दाइ चाहिँ आज साथी दियो ओ स्कुलमा के हो त्यो यसको ब्रान्डको हो क्या, यो के को ब्रान्डको हो यो? ए ब्रान्ड छाप्यो कि तपाईँ लान्टो न स्कुल ब्रान्ड चाहिँ अहिले चाहिँ हामी हिँड्दै हो। अनि लाग्ला है कोदालोले चाहिँ अब चाहिँ जानुपर्छ होइन, मस्ती हेर्नुपर्छ। स्कुल चाहिँ अगाडि छ फेरि मैले ट्याक्क टिपेर कहाँ गएको? के को प्रोग्राम भएको भाइ? के को प्रोग्राम भएको? पानी ट्याङ्कीको पनि प्रोग्राम हुन्छ। हेरौँ प्रोग्राम कस्तो भइरहेको छ। बाहिरको मान्छेहरू आएर के भयो प्रोग्राम हुँदा हो ला के भयो ला गाह्रो सुनाउनु। सो ग्यास म चाहिँ आइसकेको छु भरताल जाने बाटोमा। भरताल जान आँटेको अहिले चाहिँ, अनि दाइ पछाडि आउँदै हुनुहुन्छ। अनि अब क्याब चेन्ज भएको भनेर देख्नु भयो होला, अब के गर्नु, अब जिन्दगीमा धेरै थोक चेन्ज गर्नुपर्छ कि। अनि चाहिँ भाइ पछाडि दाइ चाहिँ उताबाट आउँदै हुनुहुन्छ। अनि अहिले चाहिँ उकालो चढिरहेको, उकालो चढ्ने भयो। अनि भरतालमा चाहिँ मेला लाग्न आँट्यो अरे, अनि त्यहाँ अब के हालेको छ होइन, यहाँबाट देख्छ कि, त्यही भएर अब भरताल जाने, यसो चटपटे खाने, घुम्नु त घुमिराख्यो। ओ गाइस हेर्नु न कत्रो ठुलो रोटी बिङ्गे मा देखेँ कि देखेन थाहा चाहिँ छैन, त्यो बब्बा ठुलो रहेछ केटा यार रोटी बिङ त। अब 1 गतिदेखि सुरु भने जस्तो लागेको छ, सबजना आउनु होला घुम्नु होला होइन। यहाँबाट भ्यू चाहिँ दामी देख्छ कि, बब्बाल भ्यू देखिदिन्छ। त्यस भ्यू पनि हेर्नुपर्छ नि त, छायामा पनि दामी देख्छ त्यसमा। त्यहाँ रोटीबिङ चाहिँ त्यो वारी मेला भन्दा रोटीबिङ चाहिँ बब्बाल रहेछ कि। रोटीबिङ हेर्नु न, रोटीबिङ कत्रो छ कि, रोटीबिङ यत्रो छ गाइस यार, हेर्नु न रोटीबिङ चाहिँ लास्ट ठुलो रहेछ। अब जानुपर्छ त्यहाँ, अब गएर हेरौँ भरतालतिर के कस्तो छ होइन। अब नयाँ प्रगति हुँदैछ, जे होस् भरतालमा पनि नयाँ कुराहरू बन्दैछ।
यो मेला चाहिँ कहिले 6 महिना कि 1 वर्ष भने जस्तो लाग्यो केटाहरूले अब कहिलेसम्म हो अब छन् चाहिँ होला हुन्छ होला जहिलेको लागि भयो भने तर गाइस थाहा छैन होइन तपाईँहरूलाई यो यहाँ जति चाहिँ रोड पिङ रेल अनि त्यो ढुङ्गाहरू छ नि यो नेपाली होइन कि सब इन्डियाबाट आएको मालहरू हो इन्डियन माल पनि रोटी पिङ पनि जर बबाल ठुलो रहेछ होइन यो म चाहिँ हेरेरै खेल्दिनँ कि म तिमी थाहा छ लामो अब हेर्दै त्यत्रो ठुलो छ त्यहाँ माथि मुतै उम्किन्छ होला केटा यार त त्यही भएर त्यहाँ गर्नु चाहिँ हुँदैन खेल्नु चाहिँ हुँदैन तर तपाईँहरू खेल्नुहुन्छ भने आउनुहोस् अलिक त्यो मुटु डर्रो भएको चाहिँ खेल्ने हो कि मुटु डर्रो भएको चाहिँ खेल्ने हो कि खेल्नुपर्छ होइन अब त्यहाँ जाउँ अनि हेरौँ भरतालतिर के कस्तो छ होइन घुमौँ अब चाहिँ भरताल चाहिँ यही हो हुनु त अब एन्ट्री भएपछि भेट्नुपर्छ है दाइ पनि आउनु भएछ र एन्ट्री भएपछि भेट्नुपर्छ है त गाई हामी चाहिँ भरतालभित्र छिरिसक्यो भरताल यस्तो छ है अहिले धेरै मान्छेहरू रहेछ देखा छ त्यति मान्छे त्यहाँ डुङ्गा चलिरहेछ यहाँ छ यस्तो चिजहरू एकदमै दामी रहेछ त्यस भरताल यता गाडीहरू छ यस्तो दामी यहाँ चाहिँ एकचोटि खेलेको 100 रुपियाँ लिन्छ होइन क्यामेराम्यान बस्यो भने त्यस दामी चलाउँदो रहेछ अनि अब चाहिँ खाजाखान्डातिर गएर भेट्नुपर्छ बाई धेरै लाज लाग्यो मलाई त्यहाँ धेरै मोबाइल तिर्छौँ बाई सो गाइस म चाहिँ फेरि आइसकेको छु भरतालभित्र अनि अघि चाहिँ त्यहाँ यसो मान्छेतिर लाज लागेर भिडियो नबनाएको अनि आएर हामी 3 जना चाहिँ यता बसिरहेको यस्तो बस्ने ठाउँमा अनि उहाँ एउटा डुङ्गा कुदिरहेछ होइन ताल चाहिँ यति ठुलो हो डुङ्गा कुदिरहेछ देख्छ एकदम धेरै त्यस ठुलो छ रमाइलो छ अनि अब चाहिँ चटपटे पसलतिर यसो खाना जानुपर्छ खाजा त खानु पऱ्यो अनि फेरि खाजा बाई लो गाइस म चाहिँ आइसकेको छु खाजा खाने ठाउँमा पसलतिर आइसकेको छु अनि पसल चाहिँ कस्तो भन्दा मेरै साथीको पसल हो अनि हामी चाहिँ यसो खाजा खान आएको अनि साथीको मम्मीको पसल हो अनि अब हिँड्दा अल्छी लगाइसक्यो के गर्ने भ्लगहरू पनि अल्छी लगाइसक्यो अब चाहिँ अब के गर्नु भने अब यसो घरतिर गएर भेट्नुपर्छ भ्लग इन गर्ने बेलातिर भ्लग पनि धेरै लामो भइसक्यो अब चाहिँ इन गर्ने बेला भेट्नुपर्छ बाई बाई सो गाइस म चाहिँ घर आइपुग्यो घुम्यो भनेर अल्छी लगाइरह घर आइपुग्यो अब चाहिँ सुत्नु पऱ्यो होइन अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो धेरै एड गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सेयर गर्दै गर्नु होला यसरी नै माया देखाउँदै जानु होला फेरि पनि म नयाँ भिडियो लिएर आउँछु बाई बाई गाइस